असमरु अजिमाया आगंख येया सत्तेश्वऱ्या लागू असंतवाले विराजमान जुयाचोम असमरु अजिमाया जीर्णोद्धार कोचा गुलस्ता ज्याजो जुगुदो नेपाल सम्बत 1143 गुलाथो चौथे अतिथिको भाद्र 3 गते आइतबार येया नयाँ बजार मल्टी भेनी जुगु ज्याजोले मुलपाकठ सर्वोच्च अदालत ये फुलाम प्रधान न्यायाधीश कल्याण श्रेष्ठ छायादिगु खसा पहाकठ बागमती प्रदेशीय सांसद हरिप्रभा श्रेष्ठ खड्गी 27 वडा अध्यक्ष योगेश खड्गी ये महानगरपालिका या फुलाम नगर प्रमुख विद्यासुन्दर साके अन्नपूर्ण होटलिया सृजना राणालिसे 27 वटा फुलापी वडा अध्यक्ष पी छायादिगु ख असल सेवा समिति नाय अरुणलाल श्रेष्ठ या सभापति ते जुगु उगु ज्याजोले असमरो अजिमाया सरसफाई मर्मतले से थी ज्याय निम्ति ग्वालियना दिपी सचिव नि गुमेसित सम्मान यागु ख अथे ज्याजुले थटे ग्वाली कथ मुंगुल याचा निभोगु खसा असमरो अजिमाया महत्व थुकिया ऐतिहासिक पक्ष या तकया नाजामा सकिपा कमिवो समालोचक प्रकाश स्यामी खतया दिगु ख असमरो अजिमाया सरसफाई मर्मज्या कोचागु लस्ते जुगु खसा असमरो अजिमाया ऐतिहासिक पक्ष या तकया भाजु स्यामी तया दिगु खयत भाषा सकल सिना ध्यान बिया न्यंगु खनेदत भाजु स्यामी खस पास तया दिगु उगु नोचुया भिडियो थन न्यवया चनु असमरु अजिमाया आगंख सन्दर्भ अन्नपूर्ण देवीको असन टोलमा अवस्थित अन्नपूर्ण देवी जुन देवी पार्वतीकै विभिन्न स्वरूपहरूमध्ये एक मानिन्छ। यिनै देवीलाई तान्त्रिक पद्धतिमा योगाम्बर ज्ञानेश्वरी पनि भनिन्छ। यो देवी असनमा कहिले र कसले स्थापना गरिएको हो भन्ने सन्दर्भमा यकिनका साथ मिति र व्यक्तिको बारेमा कुनै ठोस उल्लेख हालसम्म उपलब्ध भएको छैन। तथापि उपलब्ध केही इतिहास केलाउँदा उक्त देवीको स्थापना लिच्छवी कालमै भएको हुन सक्ने पनि अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सन् 400 देखि सन् 750 सम्म लिच्छवी शासकहरूले शासन गरेको इतिहासले देखाउँछ। 12औं शताब्दीको प्रारम्भमा अधिदेव मल्लबाट सुरु भएको मल्लकालको 18औं सदीमा जयप्रकाश मल्लसम्म कायम रहेको थियो। यद्यपि लिच्छवी कालको कुन कालखण्डमा अन्नपूर्ण देवीको स्थापना भएको हो भन्ने निश्चित जानकारी नभए तापनि मल्लकालको 700 वर्ष पूर्व र शाहवंशको 250 वर्ष जोड्दा देवीको स्थापना कमसे कम 10 शताब्दी भन्दा पहिले नै भएको अनुमान गर्न सकिन्छ। तर हाल विद्यमान अन्नपूर्ण देवीको प्रतीकको रूपमा स्थापित चाँदीको कलश विक्रमाब्द 1977 ज्येष्ठ 17 गते शनिबारका दिन काठमाडौँमा जन्मनु भएका आशामान सिंह ताम्राकारज्यूले आफ्नै कौशल प्रयोग गरी बनाई राणाकालमा स्थापित गर्नुभएको थियो भन्ने कुरा हाम्रा मित्र चरण प्रधानले एउटा खोजबाट प्राप्त गर्नुभएको छ। र त्यति बेला उहाँकै नेतृत्वमा ताम्राकारकै नेतृत्वमा मन्दिरको बृहत जीर्णोद्धार पनि भएको थियो। यसरी नै विभिन्न कालखण्डमा विभिन्न भक्तजनहरूबाट मन्दिरको स्वरूपलाई परिमार्जित गर्ने गरेको लेखोट चाहिँ हाल विद्यमान मन्दिरको छानो लगायतका परिवेशमा अंकित रहेको देख्न सकिन्छ। मल्लकालको प्रारम्भदेखि नै देवीको पूजा आजा र मन्दिरको संरक्षण सम्वर्धन आदि सम्पूर्ण कार्यहरू नेवार जातिले नै गरिआएका थिए, जुन क्रम हालसम्म पनि निरन्तर चलिआएको छ। यसअघि यस मन्दिरको मूल पुजारी वज्राचार्य थरका नेवारहरूले गर्ने गर्दथे। पछि यो दायित्व ज्यापु वर्गका नेवारहरूले निर्वाह गर्न थालेको पाइन्छ, जुन हालसम्म पनि अद्यापि कायमै छ। तर वार्षिक रूपमा गरिने मूल पूजा चाहिँ हालसम्म पनि वज्राचार्य वर्गका नेवारहरूले नै गरिआएको कायमै छ। यही क्रममा सबभन्दा पछिल्लो समय असन सेवा समितिको पहलमा श्रद्धालु भक्तजन दाताहरूबाट सङ्कलित
आर्थिक सहयोगद्वारा मन्दिरको सम्पूर्ण छानोको बृहत सरसफाई लगायत मन्दिरको मूलद्वारको माथिल्लो भागमा रहेको पटामा सुनको जलप लेपन गर्ने, मन्दिरको चारैतिर कलश स्थापना गर्ने, मन्दिरभित्र अवस्थित चाँदीको मूल कलशको बीच भागमा जडित हिरा हराएर रिक्त रहन गएको स्थानमा पुनः नयाँ हिरा जडित गर्न समितिले पहल गरिएको थियो। साथै उक्त कलशको चारैतिर पित्तलका अष्टमातृलाई चाँदीको आवरण ओढाई असन सेवा समितिकै पहलमा मन्दिरलाई परिमार्जन गरेको कुरा यहाँ उपस्थित सुधीजनहरूलाई अवगत गराउनु योग्य होला। यसरी सम्बन्धित नगरपालिका र वडाको मूल दायित्वमा रहेको कार्यलाई तिनै निकायहरूको सहयोग र साथको आडमा असन समितिले निरन्तर एवं अविराम तवरले निर्वाह गरिआएको स्थानीय सबैलाई विदितै छ। मन्दिरको तिनै कार्य सम्पन्न गर्नका लागि भक्तिपूर्वक उदारता दर्शाई सहयोग गर्नुहुने सम्पूर्ण भक्तजनहरूप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान गर्न आजको यो भव्य कार्यक्रम आयोजना गरिएको छ। असन सेवा समितिको आग्रहमा यहाँ उपस्थित भइदिनु भएका सम्पूर्ण भक्तजन, दाता एवं उपस्थित सम्पूर्ण महानुभावहरूप्रति समितिको तर्फबाट म हार्दिक कृतज्ञता अभिव्यक्त गर्दछु। यो हामी सबैलाई अवगत भएकै कुरा हो कि असन सर्वप्राचीन बजार हो। यहाँ नुनदेखि सुनसम्म र जन्मदेखि मृत्यु पर्यन्तसम्म गरिने सम्पूर्ण नित्य क्रियाकरणका लागि आवश्यक सामग्रीहरू पाइने थलोको रूपमा यो विश्वविख्यात छ वा परिचित छ। यहाँको यो बजार विक्रम सम्वत 1147 देखि विक्रम सम्वत 1150 को बीचमा नेवार व्यवसायीहरूले विस्तृत गर्दै लगेको हो। यो बजारको इतिहास पनि लगभग त्यति नै पुरानो छ जति अन्नपूर्ण देवीको इतिहास पुरानो छ। यसको धेरै पछि विक्रमाब्द 2042-43 सालतिर असन सफाई समितिको नाममा एउटा अनौपचारिक संस्था स्थापना भई उक्त समितिद्वारा करिब 3 वर्ष जति असनको सरसफाई गर्ने कार्यहरू गरियो। पछि कुनै कारणवश उक्त संस्था विघटन भयो। विक्रम सम्वत 2047 तिर बजार र यहाँ रहेका विभिन्न मन्दिर लगायत पुरातात्विक महत्त्वका स्थानहरूको सरसफाई, सुरक्षा, बजार व्यवस्थापनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गरी यहाँ जडित बिजुली बत्ती, बाटाहरू र ठुलो पुलिसो आदिलाई व्यवस्थित गरिराख्न एउटा सङ्गठनात्मक संस्थाको आवश्यकता महसुस गरियो र यसको परिणामस्वरूप वैधानिक तवरमा असन सेवा समिति गठन गरी त्यस अन्तर्गत सुरक्षा गार्ड, कुचीकार, बिजुली, सीसीटीभी क्यामेरा जडान गर्ने लगायतका आधारभूत कार्यहरू भइरहेका छन्। प्रारम्भमा यी कार्यहरू गर्न समितिसँग कुनै आर्थिक हैसियत वा पहुँच थिएन। त्यस अवस्थामा 2048 सालको स्थानीय चुनावबाट विजयी हुनुभएका तत्कालीन वडा अध्यक्ष विजयनारायण मानन्दज्यूको समितिको अस्तित्वलाई जीवन्त दिनुभएको थियो। त्यसको पछिल्लो निर्वाचनबाट निर्वाचित पूर्व वडा अध्यक्ष श्री चिनियामान बज्राचार्यज्यूले पनि समितिलाई सबल बनाउनका लागि विभिन्न ठुला र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै पूर्व मेयर श्री विद्यासुन्दर साकेज्यू उहाँको सक्रियताले पनि समितिका लागि उल्लेखनीय सहयोग र आँट दिनुभएको थियो। असन सेवा समिति उहाँहरूप्रति सम्पूर्णप्रति कृतज्ञता जाहेर गर्दछ। म उहाँहरूलाई जोरदार तालीले हार्दिक अभिवादन पठाउँछु। उहाँहरूका यही सद्भाव र उदारयुक्त सहयोगका लागि सम्पूर्ण टोलवासीहरूको सद्भाव र सहयोगका कारण नै समिति आज एउटा सबल र सक्षम समितिको रूपमा स्थापित हुन सफल भएको छ। यसका लागि यहाँहरू लगायत सम्पूर्ण टोलवासीहरूप्रति असन सेवा समितिको तर्फबाट हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। कुनै पनि कार्य गर्दा नजानेरै वा अज्ञानतामा कतिपय कमी कमजोरी पनि हुन गएका हुन सक्लान्। यदि कसैको दृष्टिमा असन सेवा समितिको तर्फबाट त्यस्तो कुनै कार्य अक्षम्य हुन गएको भए हामी आज यही मञ्चबाट क्षमा चाहन्छौँ र त्यस प्रकारका कुनै गल्तीहरू भए औल्याइदिनु हुन र भविष्यमा समितिको कार्यशैलीलाई सुदृढ एवं व्यापक रूपमा सर्वहित हुने कार्यका लागि सुझाव दिएर टेवा दिनु हुन अपेक्षाका साथ उपस्थित समग्र प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै म आफ्नो सार संक्षेप मन्तव्य यही टुङ्ग्याउँछु। हार्दिक धन्यवाद।